Hi everyone, this is me Ninu Sake. Welcome to my vlog. आज चाहिँ बाबुको स्कुलमा जानुपर्ने भएको भएर चाहिँ आज बुढो चाहिँ घरमै बस्नु भएको छ। सो म चाहिँ अहिले कस्तो मेकअप नहुँदाखेरि कस्तो नराम्रो देखिँदो रहेछ हैन। त्यही भएर चाहिँ म अब ब्याक क्यामेरामा त कुरा गर्छु। ओके, सो खाजा खाएर आएर म चाहिँ अब गाडी धुनलाई हेल्प गर्न आएको थिएँ। कस्तो खैनी भर्खर खाजा खाएर आएको छु, काम गराउने हतार हौ। ल पक्नु है, यहाँ खुम्च्या जाऊ। उफ, पाइप लामो भएको पीडा हो। लामो पनि चाहिने, यो सक्को यो पाइप सक्को लागि क्या। तर यस्तो पाइप हुन्छ नि, अर्कोवाला कडवाला त अनि पुग्यो भने पुग्दैन। यो त नर्मलवाला त राम्रो होला नि, हैन? भयो पाइप त अनि कता यो किन सरब राखेर लिइरहेको के भएको त्यो पानी के फिजाको यो मेसिन अन गरे नि भयो। कहाँ त्यो अर्कोवाला पाइपबाट पनि पानी चुहिरहेको हुन्छ नि, त्यो पानी त्यो पाइप चाहिँ उता ट्याङ्कीमा राखिदिनु न, किन पानी खेर फाल्ने हैन। म गरिदिन्छु नि त, अब सक्दिनँ भनेपछि के गर्न सक्छु र। ल यहाँ त भरिरहेछ नि पानी त। यो उता पठाइदिनु पर्ला लसुन बारीमा। मेसिन अन गर्नु भएको हो? यसरी राख्ने हो पहिला। ल यसो मैले काम गरेर पनि देखाउनु पऱ्यो नि होइन, हात पुसेर आउनु। यसोबाट गयो भने पुग्छ होला नि, मस्काउनु पर्छ र अब पर्छ। पहिला मस्काउने यहाँ यसरी गर्ने हो नि। अस्ति भर्खर गाडी धोएको होइन। त्यस्तो छोएर मात्र त अनि कहाँ जान्छ? यहाँ माथि त भ्याउँदिनँ त, त्यो झुसले गरे हुन्न। झुसले गरे हुन्छ। अनि आफूले छोएर मात्रै हुन्छ भन्छ। अनि हामीले भाडा माझ्नेवाला झुसले गर्दा हुन्न, त्यो स्कलले होइन हौ, त्यो जालीवाला त्यसले गर्दा हुन्न। हुन्छ हुन्छ, काम लाग्दैन, त्यो स्क्र्याच हुँदैन क्या हो। त्यो स्कलले होइन भने सफाला पनि पाउँछ त हुन्न। ल यस्तो गराएर नि पानी भित्र जाँदैन, छिर्दैन इन्जिनमा। अलिअलि जाला नि, के अलिअलि जान्छ। अनि गाडी बिग्रिँदैन। यो मेसिन पनि लिएर आउने हो, चाहिँदैन। त्यति गरे पुग्छ। ल म त माथि गएँ अब। त्यसो भए अलिकति काम गरे जस्तो गरेर म चाहिँ माथि आइपुगेँ। अब 9:30 बज्यो, त्यहाँ 10:30 बजी बोलाएको थियो बाबुको स्कुलमा। अब म चाहिँ रेडी हुन्छु।
अलिकति चिटिक्क पर्नु पर्यो नि सो रेडी भएपछि भेटौँला अहिलेको लागि बाई बाई सो अब म चाहिँ रेडी भएँ खासै त्यस्तो मेकअप त गर्न आउँदैन मलाई अलिकति चिटिक्क परेर अब म चाहिँ जानेछ बाबुको स्कुल चाहिँ यहीँ अगाडि नै हो सो सिजदा ढिलो भयो नि त बुढो चाहिँ रिसाएर सिसी जानुभएको छ आफूले तालजा पनि नलाउने अनि रिसाएर जान्छ सो फाइनली आजको हाम्रो काम सक्यो स्कुल भिजिट कम युवान अब चाहिँ हामी घर जाँदै 1 बजे तँलाई ढिलो भयो होला नि होइन 1:30 बजे ओके युवाले के लिएर आएको त्यो हातमा तिमीलाई त्यहाँ स्कुलमा खानु पर्दैन हातमा बोकेर लिएर आउँछ युवाले किन नबोलेको युवान अब धोका लाउनु पर्यो उताबाटै जानुपर्छ होला बाबुजी ढोका त्यहाँ नि कस्तो पानी पर्ला जस्तो चिसो सो हामी चाहिँ अहिले घर पुगिसकेँ तर अब बच्चै त हो होइन हुन त तर मजास्तै रहेछ यो भान त तर पनि अब अहिलेको हेरेर अब त्यो भनेर पनि मिलेन नि होइन पछि प्रोग्रेस होला नि मन पहिला सानो हुँदाखेरि चाहिँ म पनि त्यस्तै नर्भस हुन्थेँ अब अगाडि प्यारेन्ट्स देख्ने बित्तिकै मन कुद्दै जान्थेँ अब हाम्रो कान्छो पनि त्यस्तै रहेछ हजुर अनि ऊ पनि हामी देख्ने बित्तिकै सक भयो त्यसपछि त हामीसँग आइसक्यो त्यसपछि त नो डान्सिङ है नो इन्ट्रोडक्सन केही गरेन फुचेले त सिसी आउँछ हाम्रो काजी डान्स अब आएर डान्स गर्ने अहिले स्कुलमा गर्नु पर्दैन डान्स अब अहिले आएर डान्स जुत्ता गएर त्यो सुस गर अब अहिले पख अब ममा म्युजिक राखिदिन्छ डान्स गर हो क्या यही है स्कुलमा अहिले फ्रेन्डहरूसँग गर्नु पर्दैन किन नगरेको स्कुलमा अहिले आएर स्कुलमा गर्ने अघि चाहिँ किन नगरेको नो छि त्यो तिम्रो ह्याङ्की हो च्या युवानको ह्याङ्की त कति ठुलो छि आजलाई यति नै अब चाहिँ हामी कहाँ जाने युवान अब यहीँ बस्ने हो कस्तो बाहिर एकछिन गर्नु कस्तो थाकेन
ल यहाँ बाई गर्नुहोस् बाई गर्नुहोस् न बाई बाई भन न प्लिज वाच माई भिडियो भन and please don't forget to subscribe my channel. Thank you. Bye bye.